हेलो साथीहरू, आज चाहिँ हामी टाढी जान लाग्यो मेदिन मम्मीको घर खाना खाने निम्ति उतै छ। खाना खान जान लाग्यो। मम्मी त्यहाँ फलफुल किन्दै हुनुहुन्छ। अहिले चाहिँ हामी यहाँ नगरपालिकानिर छौँ। त्यो फलफुलहरू किनेर एकछिनमा गएर वहीँ गएपछि भेटौँला। हेलो, अहिले चाहिँ हामी कहाँ आइसकेको छौँ मेदिन मम्मी घर। मेदिन मम्मी चाहिँ यहाँ हुनुहुन्छ, विशेष पकाउँदै हुनुहुन्छ। ल गएको हेलो साथीहरू, अब चाहिँ हामी जुन ठुलमम्मी घर आइपुग्यौँ। ठुलमम्मी यहाँ बसिरहनु भाइ। अब यहाँ भेटेर अनि घर जाने। सन्चै हुनुहुन्छ? सन्चै छु बाबु, म त सन्चै छु। अब चाहिँ हामी ठुलमम्मी घरबाट पनि फर्किन लाग्यो। ल अब जानु लाग्यो, ल बाई। अब चाहिँ हामी घर पुगेपछि भेटौँला एकैचोटि। पर्सामा एकछिन काम छ, पर्सामा एकछिन लुगा किनेर अनि घर जाने। फेरि यहाँ छोडेर फेरि पछि यहीँ फर्केर आउनु परोस् होइन त्यस्तो अहिले सब परेको होइन होइन